हेलो गाइज, वेलकम टू माई न्यू ब्लग। र आजको यस मेरो पहिलो ब्लगमा हजुरहरूलाई स्वागत छ। र आजको यस मेरो ब्लगमा तपाईहरुले अन्तिमसम्म हेरेर सपोर्ट गरिदिनु होला है। यो चाहिँ मेरो गाउँको भ्यू। यो पारी देखेको गाउँहरू मेलबट्टे उपारी शिव मन्दिर देख्न सक्नुहुन्छ है, राम्रो छ। यो चाहिँ हाम्रो घरमा रहेको गाईहरू। गाउँले जीवन यस्तै हो साथीहरू। गाई पाल्यो, बस्यो, गाईको स्याहार सुसारमा जुट्यो। यो चाहिँ हाम्रो घरको सबैभन्दा ठुलो गाई होल्स्टेन बुन्डुली छ। यो पनि सानो होल्स्टेनै हो, अलि सानो छ। यो चाहिँ बाछी सूर्योदय नगरपालिकाको सेक्सिमेनियाईको निकै राम्रो छ। बाख्रा पाठा यस्तै छ गाउँले जीवन। घाम तापिरहेका बाख्राहरू। यो चाहिँ हाम्रै घरमा उत्पादन गरेको चाहिँ मम्मीले अब यहाँ माड्नुहुन्छ। घाममा सुकाएको माडिसकेर पछि पाक राखेर। यो चाहिँ ट्र्याक्टर र यहाँ हामीले आज बिहान जोतेको सानो फुल खेती नर्सरी गर्नलाई सयपत्रीका बिरुवाहरू। साथीहरूलाई घरको टुर त दिइहाल्यो। अब चाहिँ हामी परनिर रसेलु खान जाँदैछौँ। बाटोको बिचमा चाहिँ रकी सुतिरहेको छ। धेरै चाहिँ पहाडी भेगको बस्तीमा बस्ने सबैलाई यो त थाहा नै छ, धेरै मिठो हुन्छ ऐसेलु। ऐसे दिएको थिएँ नि, यति चाहिँ मैले दिदीलाई लगिदिएँ। घर आउँदा दिदीले नि घर सफा गरेर यति राम्रो बनाइछ आज। धन्यवाद साथीहरू अन्त्यसम्म हेरिदिनु भएकोमा। अब अन्य दिन पनि म यस्तै ब्लगहरू लिएर आउनेछु, त्यति बेला पनि साथ दिनु होला। र यो भिडियोलाई अन्त्यसम्म हेरी लाइक, कमेन्ट, सेयर गरी सब्सक्राइब गरिदिनु होला। धन्यवाद।